दर्शकले यतिखेर यहाँ लास भेटिसकेको छ। तपाईँले देख्न सकिन्छन् लगभग 1 घन्टापछि बाहिर निकालेको छ। अब उहाँको मृत्यु भइसकेको छ। एकजना केटा दर्शकले यतिखेर यो बागमती किनार खोलामा मान्छे डुबेको भनेको हल्ला चलेको छ। यहाँनिर तपाईँ देख्न सकिन्छन् उद्धारको लागि पटेको छ भने यहाँ प्रहरी पनि आइसकेको छ र उहाँले चेक गर्दै हुन्छ। यो कृष्ण मन्दिरभन्दा अलिकति तल जमुना ठिक अपोजिट खोज्ने क्रम जारी रहेको छ। यतिखेर तपाईँ पनि भेटेको छैन। यतापट्टिबाट आयो भने डोरी खोल्नु सर, डोरी खोल्नु। डोरी चाहिँ तान्ने यता आउनु हामी डोरी समाउँछौँ है। हेलो, यहाँ लास्ट निकालेको छ नि एकछिन 5 मिनट। ल आइहाल्छु।
जिउँदै ल ओ यत्रो बेरसम्म मरानी हो केरा हो है केरा हो चाहिँ पौडी खेल्दै आउँदाखेरि डुबेको भनेको सूचना आएको छ र त्यहाँ बाहिर निकालिसकेको छ केटा यो बागमती खोला जम्मू डाँडा ठिक अपोजिट चाहिँ एकजना केटा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ भने भर्खरै 1 घन्टापछि बल्ल निकालेको केटा रहेछ है एकजना केटा मान्छे पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ जिउँदै छ हो कहाँ जिउँदो हुन्छ यत्रो केटा हो भर्खरको केटा रहेछ भर्खरको धेरै उमेर पनि भएको छ नि यो 20, 22, 25 केटा कपालले केटी हुँदैन त्यो बौडा भाइ दर्शकले यतिखेर यहाँ लास भेटिसकेको छ तपाईँले देख्न सकिन्छन् लगभग 1 घन्टापछि बाहिर निकालेको छ अब उहाँको मृत्यु भइसकेको छ एकजना केटा दर्शकले यतिखेर यो बागमती किनार खोलामा मान्छे डुबेको भनेको हल्ला चलेको छ यहाँनिर तपाईँले देख्न सकिन्छन् उद्धारको लागि खटेको छ भने यहाँ प्रहरी पनि आइसकेको छ र उहाँले चेक गर्दै हुन्छ यो कृष्ण मन्दिरभन्दा अलिकति तल जम्मू डाँडा ठिक अपोजिट खोज्ने क्रम जारी रहेको छ यतिखेर तपाईँ पनि भेटेको छैन यतापट्टिबाट आयो भने चाहिँ डोरी खोल्नु सर डोरी खोल्नु बाटो हिँड्ने पाएन सोझा सोझा मान्छेले 2 घण्टा भयो 1 घण्टा भयो के मम्मी त तपाईहरु जानु हामी हेर्छौं अहिले निकाल्नु तपाईहरु हामी हेर्छौं पुलिसले त हामी मान्छेले पक्रे भन्ने देखाउने मान्छे बोलाउनु छ भने हो जा सिधा आउ त वास्तवमा जाऊ Where is
डोरी चाहिँ तान्ने यता आउनु डोरी समातेर हिँड्नुहोस् हामी डोरी समाउँछौँ है यही सामान आम फाले होइन खेल्दै आएको त्यो त हामीलाई थाहा पनि उहाँले देखाएर हामी उसले देखाएको त सेतो हेलो यहाँ लास्ट निकालेको छ एकछिन 5 मिनट ल आइहाल्छु जिउँदै ल यत्रो बेरसम्म मरानी हो केटा हो है केटा चाहिँ पौडी खेल्दै आउँदाखेरि डुबेको भन्ने सूचना आएको छ र त्यहाँ बाहिर निकालिसकेको छ केटा यो बागमती खोला जमुना ठिक अपोजिट चाहिँ एकजना केटा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ भने भर्खरै 1 घन्टापछि बल्ल निकालेको केटा रहेछ है एकजना केटा मान्छे पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ जिउँदैछ हो कहाँ जिउँदो हुन्छ यत्रो केटा हो भर्खरको केटा रहेछ भर्खरको धेरै उमेरमा भएको छ नि यो 20 22 25 केटा केटा कपालले केटी हुँदैन त्यो बाउलाई निस्क्यो कि